भाउजू। मेरो नाम सृष्टि, तपाईको नन्दा। तपाईको नाम सीता है? थाहा छ भाउजू, यसपालि मेरो एसई हो नि। तपाईले त पहिल्यै कटाएको रे है भाउजू। आजबाट तपाईँ र म बेस्ट फ्रेन्ड ल। एउटा कुरा भनौँ। के कुरा? हाम्रो दाइको रक्सी खाने बानी छ नि। जति भने पनि मान्नु नै हुन्न। रक्सी खाएर कोही न कोहीसँग झगडा गरेकै हुन्छ। त्यही भएर बिहे गरिदियो भने सुध्रिन्छ कि भनेर बा आमाले बिहे गरिदिएका। अब दाइलाई सुधार्ने जिम्मा तपाईँको। मेरो छोरो यति असल छ कि जहाँ रक्सी भने त मुखैमा आउँदैन। पहिले काहीँ साथीहरूको कुरा काट्न नसकेर हल्का खाने हो भने मैले थाहा पाउँदिनँ। व्रता बोल्नुहुन्छ जहाँ रक्सी त खाने त के यसो गरेर छोदा पनि छोड्दैन। साह्रै दुःखमा हुर्केकी मेरो छोरी। सानैमा बाउ बिते, घरको दुःखले मुलान बसेको छोरो 7 वर्ष भयो, अझै फर्केन। मर्यो बाँच्यो त्यो पनि थाहा छैन। धेरै रात खोलेको घरमा सुती, कुटेर आधा पेट खाएर अनि कति रात त खोखी सुती। मैले मेरी छोरी तपाईँहरूलाई सुती मारे पाप भाउजू, मलाई थाहा छ आमाले झुक्काएर तपाईँलाई दाइसँग बिहे गराइदिनु भयो। बाह्र मैले कति सम्झाएको, तर रक्सी खाने कुरा भन्यो भने दाइको बिहे हुँदैन भनेर आमाले मान्नु नै भएन। छोराको मायाले गर्दा आमाले झुटो बोल्नुभयो। हामीलाई माफ गरिदिनु भाउजू। भन्छन् एउटा नारीले चाह्यो भने संसार बदल्न सक्छ। अब हाम्रो दाइको कुलत छुटाउने जिम्मा तपाईँको। हामीले जति गरे पनि दाइलाई सुधार्न सकेनौँ भाउजू। अब जसरी हुन्छ हाम्रो दाइलाई सुधार्नुहोस्, बिन्ती छ।